हेलो नमस्ते साथीहरू। ल आज हामी चौरासी पूजामा जान लागेको अब है, घरबाट निस्किने छौँ। सिधै मान्छेहरूलाई यहाँ सिँगार पतार गर्दा गर्दा फेरि हैरान हुन्छ है, के गर्ने। आफू चाहिँ सादा जीवन उच्च विचार भएको मान्छे परे म फेरि यता त्यस्तै हो है। केल्मी टोपी चाहिँ ट्याक्क यो चाहिँ मेरो घर हो है। बुढीले गमला च्यात्त पारिरहेछन् है। ल यहाँबाट देखिन सकिन्छ सरर एउटा भ्यू पुरा है। अब चाहिँ हामी चाहिँ चौरासी पूजामा जान लागेको आज है। अब चाहिँ हामी जान्छौँ। ल चल ल। ए मान्छे त यार। ल हेलो हेलो, हामी कहाँ जान लागेको अरे? कहाँ जान लागेको भन त। पूजामा चौरासी पूजा जान लागेको है। ल ठक्क लगाएर अब हामी चाहिँ अगाडि बसे है। मन्दिर आउने बेलामा सरर मकैबारी दरेन्द्र ल चाहिँ हामी आज त गइन्छ है। अब चाहिँ हामी चाहिँ रोडमा निस्किन लाग्यो। यो चाहिँ हाम्रो मन्दिर हो, गोरेश्वर शिव मन्दिर। हाम्रो टोलको मान्छे पूजा गर्नुहुन्छ। यहाँदेखि तल गइन्छ। यो चाहिँ ठुलो खोर भन्छ यसलाई फेरि। यो हाम्रो ससुराली हो, यो हाम्रो ससुराली हो है। आज चाहिँ सबै पूजा जानुभयो, सबै बन्द छ। सबै गइसक्नु भएछ आमाहरू, हामी मात्र ढिला भयो आज। यो चाहिँ पत्नेरी हो। यहाँ पत्नेरीमा हामीले पत्नेरीबाट लेफ्ट गइयो भने चाहिँ एउटा पावर हाउसतिर जान सकिन्छ। यहाँबाट फेरि अझ सिधै अगाडि गयो भने तल पुलचोक, त्यसपछि बाघमारा जाने बाटो हो यो है। तर चाहिँ हामी अगाडिबाट राइटतिर जान्छौँ। पत्नेरी पनि निकै राम्रो भएको छ अहिले त, बस्ती टन्नै भएर छ। यो चाहिँ पत्नेरीको मेन हाइवे हो। यहाँदेखि चाहिँ तपाईँको अगाडि गयो भने चाहिँ नयाँ एयरपोर्टसम्म जान सक्छ है। तर हामी यहाँ त राइट जान्छौँ। यो चाहिँ मन्दिर जाने बाटो हो हाम्रो, नर्वेश्वर मन्दिरमा। जहाँ आज हाम्रो यता हजुरबा हुनुहुन्छ, उहाँको चाहिँ आज 84 वर्ष पुगेको उपलक्ष्यमा चाहिँ 84 पूजा गर्ने कार्यक्रम छ। त्यो कारणले आज हाम्रो समाजको सबै गइसक्नु भएको छ। तर हामी चाहिँ अलिकति लेट छौँ, किनकि त्यो घरायसी कामहरू यताउता गर्दासम्म चाहिँ पत्नेरीमा चाहिँ पुरै प्लटिङ गरेर राखेको छ। अन्त यो प्लटिङ गरेर राखेको छ, पुरै घरतिर किन्न मन लाग्छ भने तपाईँहरूलाई यहाँ आउनुहोस् है, सम्पर्क गर्नु होला। यता लेफ्ट साइडतिर पनि छ। हामीले देख्न सकिन्छ अगाडि नर्वेश्वर मन्दिर, जहाँ चाहिँ शिवजीको मन्दिर हुनुहुन्छ। शिवजीको पूजा गर्ने ठाउँ हो यो है। शिवजी आउन मलाई धेरै नसताऊ, मेरो दिललाई नदुखाऊ, थाकिसक्यो मेरो जो बुझी आउन। तल चाहिँ राख्ने ठाउँ छैन होला जस्तो छ, पार्किङ हो ड्याट। अब मैले चाहिँ यता बाइक भइदिएर आएको छु। यता चाहिँ मैले पार्किङ गर्ने निर्णय लिइसकेको छु है। यता चाहिँ मैले पार्किङ गरिदिन्छु। अगाडि नै जान्छ है। ल जीवनमा अब तिमीले नदुखाइदे।
आज पूजा भएको मामा घरै मुनि सलेरीको कतनो दुःख काटियो जीवनमा अब तिमीले नदुखाइदेऊ बाजे गयो आज बाजेको 84 गरेको होइन